नमस्कार दर्शकबिन, म यति बेला तनहु मादी नदीमा बन्दै गरेको 4 लेनको पुलको दृश्य देखाइरहेको छु। तपाईहरु देख्न सक्नुहुन्छ यति बेला आर्च ब्रिज यहाँ बनिसकेको छ। तपाईहरु देख्न सक्नुहुन्छ यो आर्चको एकतर्फको यो पश्चिमतर्फको भाग चाहिँ लगभग सम्पन्न भइसकेको छ भने फेरि उतापट्टि पूर्व साइडतिर चाहिँ बन्ने क्रममा रहिरहेको छ। र यति बेला म तपाईहरुलाई यो पुलको दृश्य देखाइरहेको छु। थोरै म पछाडि गएर देखाउने छु, भिडियो हेर्दै गर्नु होला। तपाईहरु देख्न सक्नुहुनेछ यो निकै ठुलो यो आर्च डिजाइनमा रहेको यो पुल। यो पुल निकै सुन्दर देखिरहेको छ। यति बेला तपाईहरु देख्न सक्नुहुनेछ यसको डिजाइनलाई हेर्नुहोस्। म तपाईहरुलाई यो भिडियो पहिला पनि धेरै अपडेट दिइरहेको हो र पछिल्लो समयमा थोरै व्यस्तताको कारणले त्यति ल्याउन सकेको छैन। ल है, यति बेला चाहिँ दमौली मादी नदीमा बन्दै गरेको 4 लेनको पुलको यो आर्च डिजाइन यो एकतर्फको काम चाहिँ सकिसकेको छ। यो पश्चिमतर्फको काम सकिसकेको छ भने अब उता पूर्वतिर फेरि यस्तै अर्को आर्ट डिजाइनको लागि काम सुरुवात भइसकेको छ। र यति बेला हामी देख्न सक्छौँ निकै सुन्दर दृश्य देखिसकेको छ। यो पुरै यो लाइटिङ सिस्टम सहित यो पुल हो। र यो पुल करिब अब यही दसैँसम्म भनौँ, दसैँसम्म लगभग यो पुल सञ्चालनमा आउँछ कि भन्ने हामीले अनुमान गरेका छौँ। लगभग 80% माथि नै काम सकिएको हामीले यो दृश्य देख्न सक्छौँ। करिब 80% माथि नै यो काम सम्पन्न भइसकेको छ। र अब केही समय पछाडि नै यो पुलबाट चाहिँ गाडीहरू आउन जानको लागि निकै सहज हुनेछ। र यसैको नजिक पुरानो पुल छ। यो पुरानो पुल पनि 50 वर्ष पार गरिसकेको छ यो पुलले। र अब यसैको नजिक अब 4 लेनको पुलबाट चाहिँ यहाँ आउने जाने हुनेछ। तपाईँ देख्न सक्नुहुन्छ यो दमौली अगाडिपट्टि दमौली बजारको सुन्दर दृश्य हो भने यतापट्टि हामी देख्न सक्छौँ यो डाँडा मानुङ डाँडा अत्यन्तै भाइरल, अत्यन्तै मखिर पुसमा चाहिँ कुहिरो हेर्नको लागि निकै पर्यटनहरू आउने क्षेत्र पनि हो। र यो चापाघाट हो दर्शकबिन। तपाईँ देख्न सक्नुहुन्छ यो चापाघाट पहिला यताबाट हामी निस्किन्थ्यौँ भने अब यो हाइवे चाहिँ यताबाट सोझो हुनेछ। तपाईँ देख्न सक्नुहुन्छ यो हाइवे यताबाट चाहिँ यसरी सिधा हुनेछ। यो 4 लेनको पुलको दृश्य हो दर्शकबिन। यहाँबाट निकै सुन्दर दृश्यहरू पनि हामी देख्न सक्छौँ। र यो पुलमा आइसकेपछि अत्यन्तै गर्मीको समयमा निकै हावाहरू चल्ने गर्छ र शीतल पनि छ। यहाँ गाडी आवत जावतको लागि मात्रै होइन, यो पर्यटनको लागि पनि एउटा गन्तव्य थलो बन्ने छ भन्ने हामीले अनुमान गरेका छौँ। ल हेर्नुहोस्, यो आर्च डिजाइनमा बनेको यो पुल नेपालकै सबैभन्दा ठुलो यो एउटै संरचनामा बनेको भनिएको पनि पाइएको छ। र कतै चाहिँ के भन्नुहुन्छ भने होइन भन्नुहुन्छ, मेची महाकालीमा बनेको कुरा छुट्टै हो, त्यो नभएको होइन। त्यस्तो पुल त यो पुल बराबरको पुल त पूर्वतिर त अधिकांश सानो सानो खोलाहरूमा पनि हुन्छ दर्शकबिन। त्यही भएर त्यसलाई कम्पेयर नगर्नु होला। यो एउटै संरचनामा बनेको भएर यो लागतमा र यति अब धेरै पनि होइन नि त, जम्मा 318 मिटर लामो पुललाई 1 अर्ब 21 करोड बजेटमा बनिरहेको छ। यो त्यति लामो नभएको यति छोटो पुललाई यसरी बजेट हालिएको छ र यसरी संरचना बनाइएको छ। तपाईँहरू देख्न सक्नुहुनेछ। अब म तपाईँहरूलाई केही टाढाबाट परबाट चाहिँ फेरि देखाउने छु, भिडियो हेर्दै गर्नु होला। यति बेला चाहिँ म पुलभन्दा थोरै टाढा बसेर चाहिँ यो 4 लेनको पुलको दृश्य देखाउने कोसिस गरिरहेको छु। तपाईहरु देख्न सक्नुहुनेछ पुरानो पुलको नजिकै छ यो पुल चाहिँ, खासै टाढा चाहिँ छैन। अलिकति पुरानो पुलबाट थोरै यता ल्याउँदा पनि बाटो चाहिँ धेरै छोटो जस्तो देखिएको छ। तपाईहरु देख्न सक्नुहुनेछ यो पुरानो पुल चाहिँ अलिकति उताबाट चाहिँ धेरै उता जानु पर्थ्यो हाइवे भने, अहिले चाहिँ यतापट्टिबाट चाहिँ यो
नजिकै यसको यो मुख चापाघाटनिर यहाँ अलिक छोटो हुनेछ सडक चाहिँ। यो पहरा कटिङ गरेर अझ यो बाटोलाई सोझो बनाउने काम भएको थियो र पहरो कटिङको क्रममा चाहिँ अलिकति बस्तीलाई चाहिँ थोरै असर परेको छ र यति बेला मैले तपाईँहरूलाई देखाइरहेको छु। अब बर्खाको समय लागिसकेको छ। अब करिब पुल पनि अब केही समयमै सम्पन्न हुन्छ कि भन्ने हामीले अनुमान गरेका छौँ। आगामी दशैँबाट चाहिँ यो पुलबाट चाहिँ आवत जावत गर्न पाइन्छ भन्ने आम जनताहरूले चाहिँ आश गरेका छन्। तपाईँले देख्न सक्नुहुनेछ निकै सुन्दर यो मानुङ डाँडाबाट चाहिँ अझै यो पुल निकै सुन्दर देखिन्छ। म तपाईँहरूलाई त्यो दृश्य पनि लिएर आउनेछु। मानुङ डाँडाबाट चाहिँ दमौली बजार अनि यो अहिले बनेको नयाँ पुल कस्तो देखिन्छ त्यो पनि म तपाईँहरूलाई भिडियो मार्फत देखाउने नै छु। यो चापाघाट यो पुलबाट चाहिँ निकै सुन्दर दृश्यहरू पनि हामीले अवलोकन गर्न सकिन्छ। जुन यो माझी नदी छ र मलाई चाहिँ के लाग्छ भन्दा यो ब्यास नगरपालिकाले चाहिँ अलिकति पर्यटनको लागि चाहिँ ध्यान दिने हो भने मलाई लाग्छ, मेरो आफ्नो व्यक्तिगत यो एउटा कुरा, यो थोरै यो कुना साइडतिर चाहिँ एउटा थोरै एरिया लिएर चाहिँ ताल बनाउने हो भने चाहिँ पर्यटनको लागि चाहिँ निकै गन्तव्य थलो बन्छ जस्तो हामीले अनुमान गरेका छौँ। यो साइडमा थोरै अलिहाडी देखिएको छैन, तर यताबाट चाहिँ माथि बग्छ, यता लगेर यो भित्तामा चाहिँ यतापट्टि धेरै नै एरिया छ। त्यो एरियामा चाहिँ ताल बनाएर चाहिँ हिउँदको समयमा चाहिँ एकदम पर्यटनहरू भित्राउन सकिन्छ भन्ने मैले अनुमान गरेको छु र ब्यास नगरपालिकाले धेरै पर्यटनहरू भित्राउन सक्छ। जस्तै छाब्दी बराई मन्दिर, धार्मिक स्थलहरूदेखि लिएर अब यो मानुङ डाँडाकै कुरा गरौँ, मानुङ डाँडाबाट पनि सुन्दर दृश्यहरू देख्न सकिन्छ। त्यसै अब यहाँ हाम्रो ब्यास भूमि होइन, पराशर ब्यास भूमि त अब भन्नै परेन, त्यसै पनि प्रख्यात ठाउँ भयो। त्यस पछाडि आएर तपाईँको जुन हामीले पाटनको चौर, त्यो चौरमा पनि हामीले अझ राम्रो तरिकाले व्यवस्थित गर्न सकिने हो भने त्यहाँ पनि राम्रो सुन्दर दृश्यहरू देख्न सकिन्छ र एकदम बोरिङ भएको समयमा चाहिँ त्यहाँ गएर फ्रेस हुनको लागि राम्रो सुन्दर पार्कहरू बनाउने हो भने पर्यटनको लागि निकै ठाउँहरू धेरै छन्। यहाँ तनहुँमा चाहिँ यो ब्यास नगरपालिकाभित्र नै धेरै धार्मिक पर्यटन स्थलहरू छन् र अब ब्यास नगरपालिकाको लागि तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ मैले हेर्दै यो ट्रकले चाहिँ हात्तीको मूर्ति लैरहेको छ कि हात्ती नै लिएर गएको हो ठ्याक्कै थाहा भएन, हात्तीको मूर्ति होला, हात्तीको मूर्ति लिएर गइरहेको छ। दर्शकहरू तपाईँ देख्न सक्नुहुनेछ। ल हेर्नुहोस्, यो पुल चाहिँ सञ्चालनमा आइसके पछाडि पक्कै पनि सहज हुनेछ आउन जानको लागि र निकै सुन्दर पनि देखिसकेको छ पुल। यतिभन्दा पनि निकै सुन्दर बनेको छ भने यतापट्टिको काम सकिसके पछाडि अनि फेरि यसलाई कलरिङ गरिसके पछाडि, यसलाई लाइटिङ सिस्टम गरिसके पछाडि निकै सुन्दर देखिनेछ। मैले तपाईँहरूलाई यो ड्रोन मार्फत पनि तपाईँहरूलाई यहाँको दृश्य देखाउने छु। यो बन्ने क्रम जारी नै छ र रातिको समयमा पनि कस्तो देखिँदो रहेछ त्यो पनि म तपाईँहरूलाई भनिसकेपछि देखाउने छु। यदि मध्य नेपाल अपडेटलाई सब्सक्राइब गर्नु भएको छैन भने भिडियो हेरिसकेपछि एकचोटि सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला, सेयर गर्नुहोला। आजको लागि यति नै, धन्यवाद।